नमस्ते, म श्री सन्चै हुनुहुन्छ? एकपटक हेर्नुहोस् त यो मिठाई। यो एक राजस्थानी मिठाई हो। यो राजस्थानमा हरेक चाडमा बनाइन्छ। तर अहिले मिठो लागेर होला प्राय सबैले नै बनाउनुहुन्छ होइन? त्यसमा म पनि परेँ। मैले पनि यो समय-समयमा बनाउने गर्छु। यसको नाम हो घेवर। यसमा दुध र चिनी इम्पोर्टेन्ट हुन्छ। यो हामीले छुट्टा-छुट्टी पकाएर पछि एड गर्नेछौँ। हेर्दैखेरि खाम देखिएको छ नि होइन? आउनुहोस् सुरु गरौँ। आउनुहोस् दुधबाट सुरु गरौँ। सबभन्दा पहिला मैले 2 लिटर दुध पसालेकी छु। यसमा मैले 2टा सुकमेल र सानो एउटा दालचिनी राखेर यसलाई मैले पकाउन बसालेँ। यो हाम्रो कुरौनी हुन्छ नि, हो गर्ने त्यस्तै हो तर लेदो टाइपको। यो पाक्दै गर्छ, हामी मिठाईको सुरु गरौँ। 3 चम्ची मैले पगालेको घिउ राखेको छु। अब यो बरफ हेर्नुहोस्, मैले हिजै नै जमाएर राखेको थिएँ। यो मिठाईमा चाहिँ के हुने रहेछ भन्दा यो पगालेको घिउमा यो बरफले एकछिन हामीले रगड्नु पर्दो रहेछ होइन? रगडिसकेपछि यो चाहिँ अलि डल्ला पर्छ, जम्छ। अब यो जमेकोमा अलिअलि पानी हुन्छ, त्यसलाई फालेर हामीले चाहिँ नि ठ्याक्कै सेलरोटी पकाउँदाखेरि जुन फाउँछौँ नि हामीले घिउ, त्यस्तै गरेर यसलाई मजाले फाउनुपर्छ। यत्तिको भइसकेपछि अब मैले यसमा 1 कप मैदा राखेर मजाले मुस्दैछु। हेर्नुहोस् त, सबैतिर चारैतिरको यो घिउहरू तानी मैले यसलाई मजाले मुस्दैछु। राम्ररी मिक्स भइसकेपछि मैले यसमा रुम टेम्परेचरको 1 कप दुध राखेर फेरि मैले यसलाई मुस्दैछु। यहाँ मैले राम्रोसँग मिक्स गरिसकेपछि अब यसमा मैले 2 चम्ची बेसन राख्दैछु अनि 1 चम्ची मैले गहुँको पिठो राखेर फेरि यसलाई मैले मुस्न सुरु गर्दैछु। यो चाहिँ यसरी मुस्नु पर्दो रहेछ। मलाई चाहिँ एकदमै सेलरोटीको याद आउँछ कि सेलरोटीको पिठो बनाउँदा हामीले एकदमै फाएर गर्छौँ नि, यो त्यही तरिकाले गर्नुपर्छ है। पानीमा मैले आइस मिसाउँदैछु किनभने यो मिठाईको लागि चाहिँ एकदमै चिसो पानीको आवश्यक पर्छ। अनि मैले त्यही चिसो पानी चाहिँ यस पिठोमा राखेर मैले बिस्तारै चलाउँदैछु र यसलाई पातलो नै बनाउनुपर्छ। यसलाई मैले मजाले फेर्दैछु। यहाँभित्र भएको अलिअलि डल्लाडुल्ली पनि मैले हातले मिची यसलाई फेर्दैछु। बचेका साना डल्लाहरू त यसरी हातले फुट्दैन, त्यही भएर यसलाई छान्नुपर्ने हुन्छ र हेर्नुहोस् त मैले यसलाई छान्दैछु। यो घोल चाहिँ चौलानीभन्दा अलिकति केही बाक्लो बनाउनुपर्छ। अब यो अन्तमा बचेको डल्लाडुल्लीहरू छ नि, मैले त्यसलाई चम्चाले चाहिँ फेटी सबै एकदमै नरम बनाएको छु। यो हातले गर्दा पनि हुन्छ। हेर्नुहोस् त, यत्तिको चाहिँ यो हुनुपर्छ है। अब यो कत्तिको पातलो गर्ने त भन्ने कुरा गर्ने हो भने यसलाई चाहिँ हामीले डाडुमा टेस्ट गर्न सक्छौँ। हेर्नुहोस् त, यो मिठाईको लागि चाहिँ आइस नै धेरै चाहिन्छ। ल हेर्नुहोस् त, मैले एउटा थालमा आइस यसरी राखेको छु होइन? यो राख्नै पर्ने हुन्छ। अनि यो आइसमाथि चाहिँ मैले अघि बनाएको घोललाई राखेको छु। यो चाहिँ मैले पकाउन्जेलसम्म यो आइसमाथि मैले राख्नुपर्ने हुन्छ। जति चिसो त्यति राम्रो बन्छ भन्ने मान्यता रहेछ। आउनुहोस् अब बनाउन सुरु गरौँ। मैले एउटा कराही राखेँ र त्यसमा मैले तेल राख्दैछु। यो चाहिँ घिउमा बनाइन्छ तर मसँग घिउ अभाइलेबल नभएको हुनाले मैले तेलमै बनाएँ। यो हेर्नुहोस् त साँचो, यो हाम्रो झर रोटी हुन्छ नि त्यसको लागि मैले तयार गरेको थिएँ, तर यो मिठाईको लागि पनि पर्फेक्ट हुँदो रहेछ। अनि यो साँचोको 1 इन्च तल मात्रै तेल राख्नु होला है त। तेल तातिसकेको छ, अब सुरु गरौँ। हामीले यो घोल राख्दाखेरि अति धैर्यसँग सुस्तरी बिस्तारै थोरै गरेर जसरी यहाँ देख्नुभएको छ नि त्यस्तै गरेर राख्नुपर्छ होइन? अलिक धेरै राख्ने भने यो त झरर भएर सबै बाहिर निस्किन्छ। त्यही भएर बिस्तारै राख्दै जाउँ है। यो बनाउँदा मलाई एकदमै हाम्रो झर रोटीको सम्झना आउँछ। सेम त्यस्तै, तर हाम्रो झर रोटीको लागि चाहिँ अलिकति बाक्लो लेदो टाइपको हुन्छ होइन? यो चाहिँ एकदमै पातलो। यो साँचोभित्र चाहिँ हामीले 2 डाडु, सानो डाडुको 2 डाडु घोल राख्नुपर्ने हुन्छ। आरामसँग बिस्तारै यो साँचोलाई हामीले टम्म भर्नुपर्छ, बिस्तारै घोल राखी। अब यसलाई पुग्यो, मैले घोल राख्न छोडेँ होइन? अब यसमा चाहिँ बिचमा एउटा लट्ठीले सानो प्वाल बनाउनुपर्छ, यसलाई निकाल्न सजिलो हुन्छ। हामीले बेलना पनि युज गर्न सक्छौँ। अब यसलाई पाकिसक्यो, यो मैले निकाल्नको लागि छेउमा चप्केको छ, त्यसलाई मैले छुरी चलाएको छु। हेर्नुहोस् त, यो तयार भयो। तर यसलाई निकाल्दाखेरि बिस्तारै नातिकन निकाल्नुपर्छ, नभए फेरि टुट्छ। यो यति क्रन्ची छ यो,
ल हेर्नुहोस् कति राम्रो भयो है। फेरि अर्को तयार गरौँ है त। यो मिठाई बनाउँदाखेरि नि तेल चाहिँ यति उछट्टिन्छ। अब यो पकाउँदाखेरि हामीले हाई फ्लेममै गर्नुपर्ने हुन्छ। मिडियम अथवा लोमा गर्न मिल्दैन, हाई फ्लेममै गर्नुपर्छ। तेल चाहिँ एकदम उछिट्टिने हुनाले एकदम विचार पुऱ्याएर ध्यान पुऱ्याएर हामीले यो गर्नुपर्ने हुन्छ। पकाउँदा पकाउँदै यो बाक्लिएर गयो अनि मैले आइस क्युब राखेर चिसो र यसलाई पातलो बनाएकी छु। यो हामीले डेक्चीमा पनि बनाउन सक्छौँ। एकचोटि हेरौँ है त। मैले डेक्चीमा तेल राखेँ, अब बिस्तारै त्यो घोल राख्दैछु। यो डेक्ची चाहिँ साँचोभन्दा अलिकति ठुलो भएको कारणले गर्दाखेरि यसमा चाहिँ अलिक धेरै घोल राख्नुपर्ने हुन्छ। मैले 5-6 डाडु घोल यहाँ राखेँ। डेक्ची चाहिँ साइजको हिसाबले त्यो घोलले भर्नुपर्ने हुन्छ है त। अब यो लगभग भइसकेछ। मैले बिस्तारै अब यसलाई छेउमा लागेकोलाई मैले उक्काउँदैछु। ल हेर्नुहोस् त ठुलो अनि राम्रो भयो। मैले यो ठुलो खालको चाहिँ 2टा बनाएकी छु। छेउछेउको खस्यो फुट्यो भने नि आत्तिनु पर्दैन है त। यो बनाउँदा चाहिँ हाई हिट र चिसो बरफ यति चाहिँ हुनुपर्छ। जस्तो हाम्रो बनाउँदाखेरि आवाज आउँछ नि चरर, त्यो आवाजले चाहिँ नि यो मिठाईलाई चाहिँ एकदमै राम्रो बनाउँदो रहेछ। ल हेर्नुहोस् त मैले एक एक गरेर बाहिर निकाल्दैछु। यो मिठाईहरू राम्रो भएको छ। चिसोले गर्दाखेरि तेल धेरै उछिट्टिन्छ। त्यसले गर्दाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ, तर गाह्रो नमानिकन बनाउने भने राम्रो तयार हुन्छ। हेर्नुहोस् त मैले यो ठुलो खालको पनि राम्रै तयार भएको छ। यो अझै तयार भइसकेको छैन। यसलाई हामीले पुरा मिठाईको रूप दिनै नै बाँकी छ। त्यसको लागि अघि बसालेको दुध हेर्नुहोस् त यत्तिको घटेको छ। यत्तिको भएपछि यो हामीलाई ठिक हुन्छ, किनभने चिसो बनाएर राख्ने हो। चिसो हुँदासम्ममा यो अलिकति बाक्लिएर जान्छ है त। अब मैले यसमा चाहिँ नि 1 चिम्टी केसर राखेर मैले आगो निभाएँ। अब चास्नी बनाउन लागौँ है। जसमा मैले 3 कप पानीमा 1 कप मिश्री राखेकी छु, किनभने प्राय यो चिनीले बनाइन्छ। मसँग चिनी अहिले अभाइलेबल नभएको हुनाले मैले मिश्री नै चलाएकी छु। र यसमा मैले सुकमेल 2टा राखेकी छु, ल्वाङ 3टा जति राखेकी छु भने मैले दालचिनी एउटा सानो टुक्रा राखेकी छु। अनि यसलाई मैले तबसम्म पकाउँछु जबसम्म यो मेरो हातमा च्याप भइलाग्दैन। ल यो चाहिँ अब लगभग च्याप भइसकेको छ। हेर्नुहोस् त तयार भयो। अब यसलाई हामीले चिसो बनाउन राखौँ है त। अब लाग्ने नट्सको तयारी गरौँ है त। मैले यति लिएकी छु, जसमा मैले नरिवल काटेको लिएकी छु भने मैले बदाम लिएको छु अलिकति काटेको, फर्सीको बियाँ, तरबुजाको बियाँ, अनि मैले पिस्ता अनि काजु लिएको छु। यो बियाँ तरबुजा र फर्सीको बियाँ त नराखे पनि हुन्छ, तर मसँग भएको हुनाले मैले राखेँ। अब हेर्नुहोस् त मैले अघि दुधको यतिको बाक्लो भएछ, मैले एउटा कटोरामा खनाउँदैछु होइन। ल हेर्नुहोस् यो एकदम पर्फेक्ट ठिक छ। अब मैले चास्नी पनि यहाँनिर खनाउँदैछु एउटा कटोरामा। हेर्नुहोस् त कति बाक्लिएर आएको छ। अब यो मिठाईलाई सजाउनतिर लागौँ है। सबभन्दा पहिला यो हाम्रो चास्नी यो मिठाईको माथि मजाले 2 चम्चा जति मजाले राख्नुपर्छ है। मैले अब 2टामा एकैचोटि राख्नु लाएँ। यति राखिसकेपछि अब हामीले कुराउनी मजाले बाक्लै बनाएर सबै कतै पनि ठाउँ नछोडेर बाक्लो बनाएर हामीले यसलाई राख्नुपर्छ है। हामीहरूले साउन महिनामा खिर बनाउँछौँ नि, त्यस्तै गरेर उहाँहरूले पनि साउन महिनामा यो खालको मिठाई बनाउनुपर्छ भन्ने मान्यता चाहिँ रहेछ। यति कुराउनीले सबै ढाकिसकेपछि मैले नट्सहरू चारैतिर मिलाएर लगाइरहेकी छु है। मैले पनि यसलाई प्रसादको रूपमा लिएर यो घेवर श्रावण स्पेसल मैले बनाएर शिवजीको लागि प्रसाद मैले चढाएँ होइन। अब यसमा चाहिँ मैले नट्सहरू मैले कम्प्लिट मैले भरिसकेको छु। हेर्नुहोस् त राम्रो देखिएको छ नि होइन। एउटा नट्सहरू मैले सबैतिर टम्म पारेर राखिसकेकी छु। बनाउँदा चाहिँ समय अलिकति लामो लाग्ने अनि तेलहरू पनि उछट्टिने, धुवाँ हुने। त्यही भएर मैले त के भन्छु भने बनाउँदाखेरि चाहिँ बाहिर बसेर बनाउनु पर्दो रहेछ। यो मिठाईको लगभग फाइनल टच मेरो सकियो। हेर्नुहोस् त कति राम्रो देखिएको छ, कति स्वादिलो देखिएको छ। च्याप्प समातेर खाइहाल्नु जस्तो देखिया छैन त। यो मिठाई बनाउँदा जति मेहनत हामीले गर्छौँ नि, खाँदाखेरि त्योभन्दा पनि बढी मिठो हुन्छ। हेर्नुहोस् त कति राम्रो देखिएको छ। यो एकपटक तपाईँहरूले पनि बनाइ हेर्नुहोस् है। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, यो मिठाई कस्तो लाग्यो कमेन्ट बक्समा भन्न नभुल्नुहोला। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। यति भन्दै म आजलाई बिदा माग्छु। फेरि अर्को एपिसोडमा भेट्ने बाचा गर्दै हस्त मलाई बिदा दिनु। नमस्ते।